इन्डियाको एउटा नायक प्रभासलाई रेस्ट इन पिस भनेर श्रद्धाञ्जली दिनुभएछ। उहाँ जिउँदै हुनुहुन्छ। इन्डियाको नायक रहेछ प्रभास भनेर लेख्नु भएको छ तपाईँले? खै मलाई थाहा भएन त्यो कहाँको नायक हो। साउथ मुभीको हिरो। मलाई चाहिँ त्यो मान्छेले त्यो सुन्नुभयो हिजो अस्ति तपाईँले उहाँको मेसेज पनि देख्नुभयो होला, स्ट्याटस पनि हेर्नुभयो होला। उहाँलाई नै लेख्नुभएको छ अनि उहाँले नै होइन भन्नुहुन्छ, मलाई थाहा छैन भन्नुहुन्छ। अब उहाँलाई थाहा नभए कि त उहाँको आइडी अरूले चलाउनु पऱ्यो होइन, कि त उहाँ अब जाँड रक्सीमा मस्त हुनु पऱ्यो। नभए आफैले लेख्ने अनि आफैलाई थाहा हुँदैन, उहाँको बारेमा बोल्दैन भन्छु, बोल्ने पार्ने गराउनुहुन्छ क्या उहाँले। तर मैले कहिले पनि उहाँको बारेमा अशब्द बोलेको छैन, गाली गरेको छैन है। तर पनि उहाँको आशापासेहरूले गाली गर्न आउँछन्, भन्छन् नि। मेरो बुवाले भन्नुहुन्थ्यो कि गुलाई चलाए मुखभरि छिटा भनेर भन्नुहुन्थ्यो। अब त्यही त हो नि, अब नबोलेपछि बोल्नै पऱ्यो, बोलेपछि अब मुखभरि छिटा आइहाल्छ, केही छैन। तर तपाईँ जस्तो एउटा माननीय संसद भइसकेपछि सारा नेपालीले तपाईँलाई फलो गर्छन्, सबैभन्दा धेरै तपाईँकै राई लिम्बूले फलो गर्छन्। केही बोल्नै हुन्न, गाली आइहाल्छ होइन। त्यत्रो फलो, त्यत्रो माया पाउनुभयो तपाईँले, सारा नेपालीको माया पाउनुभएको छ, सबैको साथ पाउनुभएको छ। तपाईँ यस्तो एउटा जिम्मेवारी व्यक्तिले जे पाए त्यही बोलिदिने, जे पाए त्यही लेखिदिने, अनि त आफै चाहिँ होइन भन्ने, त्यो सुहाउन के। जाँचेर बुझेर गर्नुहोस्, राम्रो काम गर्नुहोस्, अघि बढ्नुहोस्, गल्ती भयो झुक्नुहोस्। हो र मलाई थाहा थिएन, खै एउटा मेसेज एउटा फेसबुकमा मेरो आएको थियो, म त्यसैमा आतुरिक बेलामा गरिदिइहालेँ। त्यसो भए हुन्छ है, मेरो गल्ती भएछ। आफ्नो गल्ती स्वीकार गर्नु भएको बानी छैन के, बस बोल्दै हो बस। त्यही बानी मलाई मन पर्दैन कि, अरू सब राम्रो लाग्छ। राम्रो काम गर्नुहोस्, अघि बढ्नुहोस्, भविष्यको नेता, भविष्यको प्रधानमन्त्री बन्नुहोस्, शुभकामना छ तपाईँलाई। तर प्लिज गल्ती चाहिँ स्वीकार्नुहोस्, यति छ मेरो माग। लभ यु अल।